गडौलाको अन्डा भन्नु अन्डा यो हेर्नुहोस् त यो चाहिँ यस्तो हुन्छ सुरुमा चाहिँ पहेँलो हुन्छ क्या अनि यो यसको यो अब त्यो बच्चा जन्माउने बेला आउँदै हुँदाखेरि चाहिँ यसको कलर चेन्ज हुँदै अनि यो ओरेन्जमा ओरेन्ज हुन्छ बच्चा त सानो मसिनो हुन्छ नि हेर्नुहोस् त गडौलाको अन्डा ए गडौलाले पनि अन्डाबाट चाहिँ आफ्नो बच्चाहरू एउटा अन्डाबाट लगभग 2टा 3टासम्म बच्चा निस्किन्छ एउटा अन्डाबाट 3टा बच्चा अनि यो 2 देखि 3टा यो चाहिँ यसले चाहिँ खाएको 10 मिनेटमा चाहिँ मल बनाइसक्छ के त्यो गडौलाले खाएको 10 मिनेटमा मल बनाएर निक्लिहाल्छ खन्चा गडौला ए खन्छ गडौला हो खाने मात्रै काम हो यसको खाने मात्रै हो राम्रो प्रजातिको गडौला रहेछ हजुर सामान्यतया सबै गडौलाले त्यति नै हो कि अथवा यसको नि प्रजातिहरू त्यो हुन्छन् चाहिँ थाहा भएन यसको चाहिँ भयो जस्तै हाम्रो बारीतिर पाइने गडौलाले चाहिँ 95% भनेको माटो खान्छ यस्तो चिज खाँदैन अनि यो चाहिँ माटोमा गयो भने सर्भाइभ गर्न सक्दैन के यसले माटो खाँदैन नि त यसले 95% चाहिँ जस्तै हाम्रो घरबाट किचनबाट निस्केको चिजहरू पनि खान्छ यो घाँसहरू खाने भयो गोबर खाने भयो तर माटो चाहिँ यसले खाँदैन खाँदैन यो धेरै सर्भाइभ गर्दैन मर्छ माटोमा चाहिँ माटो खान्न